जय मसीह सम्पूर्ण प्रभुमा अति नै प्रियजनहरूमा परमेश्वरलाई महिमा भएको होस्, प्रशंसा भएको होस्। आजको दिनमा पनि यो क्षण अनि यो पलबाट पनि कारण उहाँले तपाईँ र म माथि कृपा गर्नुभएको कारणले गर्दा यहाँसम्म आइपुगेका छौँ। यो सधैँ हामी स्वीकार्छौँ र स्वीकारिराख्नुपर्छ। परमेश्वरको वचनले भन्छ कि हामी तपाईँ र म उहाँको वचनमा जिउन अनि हुर्कनको लागि बोलाएका रहौँ। जग बलियो भयो भने घर बलियो हुन्छ, अथवा घर बलियो हुनको लागि जग बलियो चाहिन्छ। अनि एउटा बोटले सिजनमा बेसिजनमा फल फलाउनलाई, हरियो पातसँग सुसज्जित हुनको लागि, शोभित हुनको लागि, हरियाली भइराख्न र फल फलाइराख्नको लागि त्यसको जरा मुनि पानीसम्म पुग्नु परेको हुन्छ। त्यो जराको कनेक्सन, त्यो जरा चाहिँ पानीसँग जोडिएको हुनुपर्छ, अनि मात्रै त्यो हराभरा र फलले लटरम्मै हुन सक्छ। परमेश्वरको वचनमा हामी लटरम्मै हुन, परमेश्वरको वचनसँग हामी जोडिन परमेश्वरले हामीलाई बोलाउनु भएको हो। अनि हामी उहाँको कृपामा हामी प्रत्येक दिन जसो उहाँको वचनबाट हेरिरहेका छौँ, वचनबाट सिक्ने मौका पाएका छौँ। जति धेरै हामी वचन सुन्छौँ, सिक्छौँ, त्यति धेरै हाम्रो विश्वास बढ्दै जान्छ। हामी परमेश्वरको सम्बन्धमा अनि हामी अझ नजिकको सम्बन्ध र घनिष्ठतामा जिउँदै जान्छौँ भने हामी परमेश्वरमा आत्मिक जीवन, एउटा स्थिरताको जीवन हामी जिउँदै जान सक्छौँ। अनि आज पनि हामी परमेश्वरको जीवित वचनबाट केही कुरा हेर्नेछौँ। मत्तीको पुस्तक 7 अध्यायको म यहाँ 24देखि 27 पदसम्म पढ्नेछु। मत्तीको पुस्तक 7 अध्यायको 24देखि 27 पद विशेष गरिकन दुई किसिमका जगको बारेमा यहाँनिर प्रभु येशूले बोल्नुभएको वचन हो यहाँनिर। अनि यहाँ यस्तो लेखिएको छ, मत्ती 7को 24देखि 27 पद, यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो, अनि पानी पर्यो र बाढी आयो, हुरी चल्यो र त्यस घरमाथि बजारियो र पनि त्यो ढलेन, किनकि त्यो चट्टानमाथि बसालिएको थियो। जसले मेरो यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एकजना मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो, पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र त्यो घर ढल्यो, अनि त्यसको ठुलो विनाश भयो। आमेन, हालेलुया। हामी छोटो प्रार्थना गरिकन परमेश्वरको वचनमा अघि बढ्नेछौँ। धन्यवाद परमेश्वर, फेरि पनि तपाईँ परमेश्वरले हामीलाई तपाईँको जीवित वचन दिनुभएको लागि, हामीलाई बलियो बनाउनलाई, अनि हामीलाई तपाईँमा साँच्चै गरिकन नजिकको सम्बन्धमा जिउनको लागि, सिकाउनको लागि तपाईँले निगाह गरिकन दिनुभएको वचनको लागि धन्यवाद छ। अब यो वचन बोल्ने अनि सुन्ने हामी सबै कमजोर छौँ अनि दुर्बल छौँ, हामी केही पनि होइनौँ जबसम्म तपाईँको कृपा र निगाह हामीसम्म रहँदैन, हामीसँग हुँदैन। हामीलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। पवित्र आत्मा हामीलाई मध्यस्थता तपाईँले दिनुहोस्। वचन बोल्नको लागि ओठ जिब्रोलाई तपाईँ छोई पवित्र गर्नुहोस्। अनि वचन बोल्ने ओठ जिब्रो मात्रै होइन, तर वचन सुन्ने हृदयलाई पनि तपाईँ परमेश्वरको आत्माको झरीले तयार बनाउनुहोस्। कुनै पनि बाधाहरू नआएका हुन्, हामी यसलाई सजिलोसँग, स्पष्टसँग, प्रष्टसँग बोल्न सकेका हौँ र सुन्न सकेका हौँ, बुझ्न सकेका हौँ। अनि 30 गुणा, 60 गुणा, 100 गुणाको फल फल्ने आत्मिक जीवन, विश्वासको जीवन, तपाईँको साक्षी र गवाईको जीवन हामी जिउन सकेका हौँ। यो वचनको समयलाई तपाईँको चरणमा राख्दै आशिष माग्छौँ येशू प्रभुको नाउँमा। आमेन, आमेन, हालेलुया। पुरै दिनहरूमा हामी यो संसारमा रहनुपर्ने अनि परमेश्वरको साक्षी र गवाई दिनुपर्ने, फल फलाउनु पर्ने, यी कुराहरू हामी सिक्दै अनि सुन्दै आइरहेका छौँ परमेश्वरको वचनबाट। परमेश्वरमाथि भरोसा राख्ने आशिषित कुरा हो, परमेश्वरमाथि भरोसा नराख्ने, मानिसमाथि भरोसा राख्ने श्रापितको कुरा हो। अनि गहुँ र त्यो सामाको दृष्टान्तको कुरा, सँगसँगै हुर्किनु पर्ने कुरा, अनि सिजनमा विसर्जनमा त्यो फलदायी हुने कुरा, हामीले यी कुराहरू हेर्दैछौँ। अनि विजयीको जीवन जिउने कुरा हो, जहाँबाट जेबाट भने पनि हामी प्रभुमा हुर्किँदै जाने कुरा हो। जे भने पनि, जसो भने पनि यो संसारमा गाह्रो हुन्छ, संसारमा अप्ठ्यारो हुन्छ, संसारमा हामीले धेरै कुरासँग जुझ्नुपर्छ, र पनि ती सबै कुरामाथि विजयमा जिउनको लागि हामी बोलाएका हौँ। निष्कर्ष त्यही नै हो, परमेश्वरको वचनलाई सिकाउने त्यही नै हो। उत्पत्तिदेखि पढ्नुहोस्, चाहे तपाईँ प्रकाशको पुस्तकमा पढ्नुहोस्, जहाँबाट बिचबाट पढ्नुहोस्, चाहे तपाईँ टुप्पोबाट, छेउबाट, बोटबाट, जताबाट पढे पनि, परमेश्वरको वचन प्रचार जहाँबाट गरे पनि, जसरी तपाईँले सुने पनि, एउटै कुरा हो कि परमेश्वरको वचनमा हामी बढ्दै जाने। अनि त्यो चाहिँ विजयको जीवन हो, त्यो चाहिँ परमेश्वरसँगको घनिष्ठतासँगको जीवन हो, अनि परमेश्वरमा अनि परमेश्वरको महिमा गर्दै जिउने जीवन त्यो जीवन हुन्छ। अनि हामीले परमेश्वरको वचनमा सिक्ने कुरा अनि सिकाउने कुरा यही नै हो कि तपाईँ र म दिन प्रतिदिन एक कदमदेखि अर्को कदम गर्दै प्रभुको नजिक र घनिष्ठतामा जिउने कुरा,
अनि संसारलाई यो बताउने कुरा कि ख्रीष्ट येशूमा उद्धार र मुक्ति अनि जीवन छ भनिकन त्यो घोषणा गर्ने कुरा तपाईँ र मेरो जीवनको बोलावट हो। अनि यहाँ परमेश्वरको वचनले यहाँ प्रभुले यहाँ सिकाउँदै गर्दाखेरि परमेश्वरले डाँडाको उपदेशको एकदमै गहिरो अनि गम्भीर शिक्षा दिइसक्नु भइकन दिएर झन्डै झन्डै उहाँले त्यो डाँडाको त्यो उपदेशलाई टुङ्ग्याउन खोज्दाखेरि प्रभुले यहाँनिर 2 किसिमको जगको बारेमा प्रभुले बताउनु भयो। प्रभुले वचनहरू बोल्नुभयो, शिक्षा सिकाउनु भयो अनि प्रभुले भन्नुहुन्छ यी वचन अर्थात् जे वचन प्रभुले बोल्नुभयो यहाँ मत्तीको पुस्तक 5 अध्यायदेखि लिएर यहाँनिर हामी यहाँ यो 7 अध्यायको अन्तिम खण्डसम्म प्रभुले डाँडामा दिनुभएको शिक्षा हो, जसलाई चाहिँ डाँडाको उपदेश भनिँदछ। अनि ती सबै वचन बोलिसकेपछि शिक्षा सिकाइसकेपछि प्रभुले भन्नुहुन्छ यी सबै जति पनि मैले बोलेँ, जति पनि कुरा मैले सिकाएँ, त्यो सिकाएको कुरा यो वचन सुन्ने र पालन गर्ने चाहिँ एउटा यस्तो बुद्धिमान मानिससँग तुलना म गर्छु त्यसलाई कि जसले एउटा आफ्नो घर बनाउँदाखेरि चट्टानमाथि जग बसालेर बनायो भनिकन प्रभुले भन्नुहुन्छ। अनि चट्टानमाथि बसालेर जग बसालेर बनाएको त्यो घर भएको कारणले गर्दाखेरि त्यहाँनिर हुरी बतास आयो अनि त्यहाँनिर त्यो पछारियो। अनि तर पनि बाढी आउँदा, हुरी बतास आउँदा, पानी परेर ल्याएको यी सबै कुराले गर्दा त्यो पानी परेर बाढी आयो, हुरी बतास पनि चल्यो र त्यो सबै त्यो घरमाथि बजारियो र पनि त्यो ढलेन, किनकि त्यो चट्टानमाथि बसालेको थियो भनेर प्रभुले भन्नुभयो। पानी पर्यो, बाढी आयो, हुरी चल्यो अनि बजारियो घरमा, तर पनि त्यो ढलेन किनभने त्यसको जग बलियो थियो। अनि प्रभुले फेरि अर्को खालको एउटा जगको कुरा गर्नुहुन्छ जो चाहिँ बालुवामाथि बसालेको जग थियो भनिकन प्रभुले भन्नुहुन्छ। अनि त्यो जग बालुवामाथि बसाल्नु भनेको चाहिँ परमेश्वरको वचन सुन्ने तर पालन नगर्ने, अनि पालन नगरेको त्यस्तो वचन सुन्ने अनि पालन नगर्नेलाई प्रभुले तुलना गर्नुभएको कुरा बालुवामाथि जग बसालेर बनाउने घर बनाउने मूर्ख जस्तै हो भनिकन प्रभुले भन्नुभयो। अनि पानी पर्दाखेरि नै त्यो भत्किहाल्यो, त्यहाँनिर भाडी पनि आउनु परेन, हुरी बतास नि चल्नु परेन, पानीले पनि बालुवामाथि बसालेको जग अनि एकदमै कमजोर हुन्छ अनि त्यो सजिलैसँग ढलेर जान्छ, हराएर जान्छ, भत्केर जान्छ। अनि यहाँ प्रभुले वचन सुन्ने अनि पालन गर्ने कुरा यहाँ गर्नुभयो। वचन सुन्ने र पालन गर्नेको जीवनमा स्थिरता हुन्छ, अस्थिरता होइन, उतार चढाव, घरि पल्लो कुनामा घरि ओल्लो कुनामा, त्यो धेरै एकदमै अस्थिरताको कुरा होइन कि, तर स्थिरताको कुरा परमेश्वरले यहाँ प्रभुले हुन्छ भनिकन बताउनु भयो। विश्वासको स्थिरता अनि विश्वासको कडाक अनि त्यो बलियो जरा हुन्छ भनिकन प्रभुले भन्नुभयो। प्रिय हामी धेरै पटक यो सोच्छौँ परमेश्वरको वचन सुनेर पालन गर्दाखेरि त हाम्रो जीवनमा कहिले पनि दुःख आउँदैन, अप्ठ्यारो नै आउँदैन, किनभने वचनमा चलेको छ, वचन पालन गरेको छ हो। अनि हाम्रो जीवन सजिलै चल्छ अनि यो पृथ्वीमा हामी एकदमै आरामसँग हाम्रो जीवन अनि दिनहरू बिताउँछौँ भनिकन हामी सोच्छौँ धेरै पटक। परमेश्वरको वचनमा नचल्दाखेरि हामीलाई गाह्रो हुने हो। परमेश्वरको वचनमा जिएपछि त कहाँ गाह्रो हुन्छ, किनभने परमेश्वरको वचनमा हामी जिइरहेका हुन्छौँ, यसकारण गाह्रो कुराहरू अप्ठ्यारो कुराहरू आउँदैन भनिकन हामी सोची पठाउँछौँ। होला कतिपटक नआउला, परमेश्वरलाई धन्यवाद यदि सरलै तरिकाले परमेश्वरको वचनमा जिउँदै गर्दाखेरि सरलै अनि सजिलैसँग जीवन बितिहाल्यो, कटिहाल्यो भने त परमेश्वरलाई धन्यवाद। तर यहाँ प्रभुले यो वचन अनि यो शिक्षा दिँदै गर्दाखेरि प्रभुले यहाँ भन्नुभयो जसले मेरो यी वचन सुन्छ अनि त्यसले त्यो पालन गर्छ, मनन गरेर त्यो आफ्नो जीवनमा पालन गर्छ भने त्यससँग म त्यो चाहिँ एउटा बुद्धिमान मानिससँग म तुलना गर्छु भनिकन प्रभुले भन्नुभयो। अनि त्यो बुद्धिमान मानिससँग तुलना यसकारण गर्छु भनिकन प्रभुले व्याख्या पनि गर्नुभएको कुरा चाहिँ के भन्दाखेरि त्यो व्यक्तिले चट्टानमाथि जग बसाल्यो भनिकन प्रभुले भन्नुहुन्छ। अनि त्यो चट्टानमाथि जग बसालेपछि त्यहाँनिर घर निर्माण भइसकेको छ अनि पानी परेर त्यसले बाढी ल्याएर आयो अनि हुरी बतास चल्यो अनि त्यो घरमाथि बजारियो र पनि त्यो केही भएन भनिकन प्रभु भन्नुहुन्छ। यहाँनिर प्रभुले यो भन्नुहुन्न त्यसले चट्टानमाथि जग बसाल्यो अनि त्यसको घर बलियो भयो मात्रै भन्नुभएन। प्रभुले यो घर बलियो छ कि छैन भनिकन जाँच गर्नको लागि यो घर बलियो छ कि छैन त, बालुवामाथि बसालेको जग र चट्टानमाथि बसालेको जगमा के फरक छ त भनिकन प्रभुले यहाँनिर प्रमाणित गर्नको लागि अनि त्यो जाँच गर्नको लागि त्यहाँ पानी परेको छ अनि
त्यो बाढी अनि पछि हुरी बतास चलेर त्योमा बजारिएको छ भनिकन प्रभु भन्नुहुन्छ। अनि जब त्यो कुरा बजारिए पनि त्यो घर ढलेन भने बल्ल त्यो घर बलियो भयो भनिकन प्रमाणित भयो। अनि हाम्रो जीवनमा जब हामी परमेश्वरको वचनमा जिएका हुन्छौँ, हामी भन्छौँ परमेश्वरको वचन मैले पालन गरेको छु, यसकारण मेरो जीवनमा कुनै पनि यस्तो हुरी बतासहरू आउँदैन, पानी पनि पर्दैन, म त प्रभुमै जिइरहेको छु भनिकन हामीलाई लाग्छ कतिपटक। तर प्रियहरू, यो पानी पर्ने कुरा, हुरी बतास चल्ने कुरा, बाढी आउने कुरा तपाईँ र मेरो जीवनमा चाहे हामी यसलाई स्वीकारौँ चाहे हामी इन्कार गरौँ, कतै न कतै तपाईँ र मेरो जीवनको मोडमा यी कुराको सामना गर्नै पर्छ। तपाईँ र मेरो जीवनमा झरी पर्छ अनि त्यहाँनिर तुफान एकदमै त्यो मेघ गर्जनहरू आउँछ अनि त्यहाँ त्यो पानी त्यो ठुलो झरी परेपछि त्यो ठुलो खालको त्यो आकाशबाट पानी जब पर्छ भने यहाँ प्रभुले भन्नुभयो पानी पर्छ, बाढी आउँछ, हुरी बतास चल्छ भनिकन अनि भन्नुभयो प्रभुले। अनि पछि त्यति मात्र होइन, बजारिने कुरा पनि यहाँ गरिएको छ। त्यो घरमा बजारिने जुन चट्टानमाथि बसालेको जगको घर छ त्यहाँ बजारिने कुरा यहाँ गरेको छ। अनि हाम्रो जीवनमा पनि त्यसरी नै हाम्रो जीवनमा पनि ती अप्ठ्यारो कुराहरू, गाह्रो परिस्थितिहरू अनि हामीले नसोचेका अवस्थाहरू अनि हामीलाई सङ्कष्ट अभावका कुराहरू कतै न कतै कुनै न कुनै जीवनको मोडमा कतै न कतैबाट त्यो आउँछ हाम्रो जीवनमा। अनि त्यसले हामीलाई हिर्काउँछ, त्यसले हामीलाई हाम्रो जीवनमा त्यो आइपर्दाखेरि हामी त्योबाट हिर्काइन्छौँ। अनि त्यसको सामना गर्दाखेरि तपाईँ र म अडिग रह्यौँ कि हामी कमजोर भयौँ, हामी ढल्यौँ, त्यहाँनिर जाँच हुँदछ प्रियहरू। अनि यहाँ प्रभुले भन्नुभएको कुरा, वचन सुन्ने र पालन गर्ने त निश्चय पनि स्थिर रहनेछ भनेर प्रभुले भन्नुभयो। कुन अवस्थामा प्रियहरू, जब तपाईँ र मेरो जीवनमा सबै जीवनका दिनहरू सजिलै हुन्छन्, त्यो बेलामा त हामी कसरी भन्ने, म विश्वासमा बलियो छु भनेर। विश्वासमा बलियो छु कि म कमजोर छु, विश्वासमा म स्थिर छु कि अस्थिर छु भन्ने कुराको त्यो थाहा त तब हुन्छ जब यो पानी पर्छ, हुरी बतास चल्छ अनि बाढी आउँछ अनि बजारिन्छ। त्यसले मात्रै घर बलियो कि कमजोर भन्ने कुरा निर्धारण गर्छ। नत्र भने पानी पनि परेन, हुरी बतास पनि आएन, बाढी पनि आएन अनि त्यो घरमा बजारिन भने साधारण रूपमा त्यो चट्टानमाथि बसालेको जग अनि बालुवामाथि बसालेको जग त्यसमा कुनै पनि फरक हुँदैन। अनि हामी विश्वासीहरूको जीवनमा पनि निश्चय पनि गाह्रो अवस्था त जहाँ कतै न कतै कुनै न कुनै मोडमा निश्चय आउँछ। तर त्यही कुराले हामीलाई जाँच गर्दछ कि तपाईँ र म बलियो जगमा बसेका छौँ, तपाईँ र मेरो विश्वासको जग बलियो छ कि छैन, तपाईँ र मेरो प्रभुसँगको सम्बन्ध बलियो जगमा बसालेको छ कि छैन भन्ने कुरा त्यसैले निर्धारण गर्दछ। जब तपाईँ र म अप्ठ्यारो परिस्थिति भएर गइरहेका हुन्छौँ, गाह्रो परिस्थिति भएर गइरहेका हुन्छौँ अनि हामीलाई असह्य लाग्ने अवस्थाबाट गइरहेका हुन्छौँ, त्यो बेलामा यदि हामी स्थिर रह्यौँ भने हामीले यो बुझ्नुपर्छ, ओ परमेश्वरको कृपा मेरो जीवनमा रहेछ, परमेश्वरले मलाई निगाह गर्नुभएको रहेछ अनि म परमेश्वरको वचनमा चलिरहेको रहेछु, परमेश्वरको वचनमा म भरोसा गरिकन परमेश्वरको वचनलाई सुनिकन परमेश्वरको वचनलाई म पालन गर्दो रहेछु अनि यो वचनले मलाई थामेको छ भन्ने कुरा तपाईँ र मैले त्यहाँ बुझ्नेछौँ। अनि यदि तपाईँ र मैले परमेश्वरको वचन सुन्छौँ र पालन गर्छौँ भने त्यसले तपाईँ र मलाई थाम्नेछ। संसारमा अर्को कुनै पनि बाटो अनि कुनै पनि तरिका, कुनै पनि त्यस्तो खालको सूत्र अथवा फर्मुला छैन कहीँ पनि। केवल परमेश्वरको वचनले मात्रै हामी ईसाईहरूलाई, प्रभुलाई चिनेकाहरूलाई, प्रभुको रहस्यलाई जानेकाहरूलाई परमेश्वरको निगाहमा रहिरहने कुरा, परमेश्वरको वचनमा उभिने कुरा परमेश्वरको वचनले मात्रै गर्छ। सबै कुराहरू, सङ्कष्टहरू, अभाव र घटी कमी आउँदाखेरि पनि हामी हालेलुया भन्न सक्ने, परमेश्वरको प्रशंसा गर्न सक्ने, परमप्रभुमा भरोसा गर्न सक्ने, परमप्रभुमा आश्रित हुन सक्ने, परमप्रभुलाई आशा गर्न सक्ने तब मात्रै हुन्छौँ जब हामीले परमेश्वरको वचन सुन्छौँ अनि वचन पालन गर्छौँ। अनि त्यस्तोहरू परमेश्वरका पुत्र प्रभुले भन्नुहुन्छ ती व्यक्तिहरू चाहिँ बुद्धिमान हुन् भनेर प्रभुले भन्नुहुन्छ। अझ अर्को अर्थमा भन्यो भने ती व्यक्तिहरू फलदायी बोटहरू हुन्। अझ अर्को अर्थमा भन्यो भने तिनीहरू चाहिँ गहुँहरू हुन्। अझ हामीले सिक्दै आएको कुरालाई हामी हेर्ने हो भने तिनीहरू नदीको किनारमा रोपिएका बोटहरू हुन्, जसले चाहिँ आफ्नो पातहरू सधैँ हरियो भरियो पारिरहेको हुन्छ अनि जसले फल सधैँ फलाइरहेको हुन्छ।
चट्टानमाथि बसालेको जग, अनि त्यो घर बलियो हुन्छ, अनि त्यो घर बलियो हुन्छ। अनि त्यो सबै कुरालाई सामना गर्दाखेरि, बाढीको सामना गर्दा, झरीको सामना गर्दा, हुरी बतासको सामना गर्दाखेरि पनि त्यो ढल्दैन प्रियहरू। अनि तपाईँ र म यदि बलियो गरिकन बसालेका छौँ भने, वचन सुन्ने र पालन गर्ने गर्छौँ भने तपाईँ र मेरो जीवनमा जीवनको सबलतामा हामी परमेश्वरमाथि धन्यवादी भइकन जिउँछौँ। अप्ठ्यारो कुरा आउँदाखेरि, गाह्रो परिस्थिति आउँदाखेरि पनि हामी प्रभुलाई धन्यवाद दिइकन हामी जिउन सक्छौँ। तर यदि हामी वचन सुन्ने मात्रै गरिकन आफैलाई धोका दिन्छौँ भने परमेश्वरको वचनले त्यो पनि भन्छ, वचन सुन्ने मात्रै नगर, सुन्ने मात्रै गरेर आफैलाई धोका दिने काम नगर भनिकन परमेश्वरको वचनले भन्छ। अनि यदि हामी वचन सुन्ने मात्रै गर्छौँ, पालन गर्दैनौँ भने हामी आफैलाई धोका दिँदैछौँ। किनभने हाम्रो जग बालुवामाथि बसालेर बनाएको घर जस्तै हुनेछ। अनि त्यो चाहिँ हेर्दाखेरि ठिकै लाग्ला प्रियहरू कि म ठिकै छ, मैले घर बनाएकै छु जस्तो लाग्ला। तर त्यो बेलामा मात्रै गाह्रो हुन्छ जब त्यो बजारिन्छ, झरी पर्छ, अनि त्यसले बाढी ल्याउँछ, अनि हुरी बतास चल्छ, अनि त्यसले चाहिँ हामीलाई हिर्काउँदाखेरि हामी सजिलैसँग हामी पल्टिन्छौँ, लड्छौँ, थकित हुन्छौँ, निराश हुन्छौँ, अनि हैरान हुन्छौँ। किन त भन्दाखेरि जग बलियो छैन, घरको जग बलियो छैन। कमसल खालको घरको जग, अनि त्यो बलियो गरिकन नबसालेको, चट्टानमाथि नबसालेको जग, त्यो घर ढलेर जान्छ। जब जाँच हुन्छ त्यो घरको, त्यो घर कतिको बलियो छ भन्ने कुरा, त्यसको जग कतिको बलियो छ भन्ने कुराको जब जाँच हुन्छ, त्यो बेलामा त्यो घर ढलेर जान्छ। अनि हामी पनि आफैलाई म विश्वासमा ठिकै चल्दैछु, म वचनमा चल्दैछु भनिकन हामीले सोच्छौँ होला। तर साँच्चै वचनमा हामी चलेका छौँ कि छैनौँ, हामी वचन सुनेर हामी पालन गर्छौँ कि गर्दैनौँ त भन्ने कुरा त त्यो बेलामा मात्रै थाहा हुन्छ जब तपाईँ र मेरो जीवनमा अप्ठ्यारा कुराहरू, गाह्रा कुराहरू आइकन हामीलाई जाँच गर्दछन्। ती कुराहरूले जब हामीलाई जाँच गर्दछन्, अनि त्यो बेलामा हामी जब खारिने बेलामा हामी खारेर निखारिन्छौँ कि हामी त्यहीँ हराएर जान्छौँ, पग्लेर जान्छौँ, त्यो चाहिँ महत्त्वको कुरा हो। हालेलुया, त्यो चाहिँ महत्त्वको कुरा हो। अनि तपाईँ र मेरो जीवनमा, हाम्रो जीवनमा यी कुराहरू आएर मात्रै जाँच हुन्छ हाम्रो, नत्र भने हामी विश्वासमा कतिको गहिराइमा छौँ, विश्वासको कुन तहमा छौँ भन्ने कुरा हामीलाई के थाहा। यदि यी कुराहरूको जाँच नहुने हो भने त सबै उस्तै नै मानिने थियो होला। अनि किन यो चट्टानको माथिको जग अनि बालुवामाथिको जगको कुरा किन गरिनु पर्थ्यो होला। अनि प्रभुले स्पष्टसँग भन्नुभएको छ, वचनमा चल्दै पनि त्यहाँनिर गाह्रो कुराहरू, अप्ठ्यारो कुराहरू, अनि धेरै कुरासँग सामना गर्ने कुराहरू आउनेछन्। अनि त्यो अवस्थामा वचन सुन्ने अनि वचन पालन गर्ने स्थिर रहनेछ भनिकन प्रभुले भन्नुभयो। प्रभुले स्पष्टसँग आफ्नो वचनमा हामीलाई सिकाउनु भएको छ, अनि हामीलाई बताउनु भएको छ उहाँको महिमाको लागि अनि उहाँको प्रशंसाको लागि। हाम्रो जीवन प्रेरहरू पृथ्वीमा सजिलै बित्दैन, किनभने हाम्रो जीवनमा पनि कतै न कतै हामी असफल हुन्छौँ, कतै न कतै हामीलाई घाटा भइरहेको हुन्छ, कतै न कतै मानिसहरूले हामीलाई थिचोमिचो गरिरहेका हुन्छन्, कतै न कतै हामी मानिसको अवहेलनामा हामी जिउनु परिरहेको हुन्छ, कतै न कतै हामी शारीरिक रूपमा हामीलाई कतै न कतै रोगका कुराहरू, विभिन्न कुराहरूले हामीलाई सताइरहेका हुन्छन्, कमजोरीका कुराहरूले हामीलाई सताइरहेका हुन्छन्, मानसिक रूपमा हामीलाई, भावनात्मक रूपमा कतै न कतैबाट हामीलाई त्यस्तो खालको चाप अनि त्यो दबावहरू आइ नै रहेको हुन्छ। किनभने यो संसार गाह्रो छ, संसारमा जिउने कुरा गाह्रो कुरा हो, संसारमा जिउने कुरा सजिलो कुरा र सरल कुरा होइन। अनि संसारले हामीलाई धेरै चुनौती दिँदछ। अनि हाम्रो आफ्नै यो शरीर छ जसले चाहिँ साँच्चै गरिकन जहिले पनि यो शरीरको अभिलाषाले अनि शरीरका चाहनाहरूले जहिले पनि हामीलाई परमेश्वरको आत्माको अनि परमेश्वरको वचनको विरुद्धमा हामीलाई सधैँ घचुटिराख्छ, अनि हामीलाई त्यो किसिमको हामी भित्र द्वन्द्व पैदा गर्दछ। अनि यो शरीरमा जिउनु पर्ने अनि यो पृथ्वीमा चल्नु पर्ने, जिउनु पर्ने भएको कारणले गर्दाखेरि यो पृथ्वीमा प्रभुले पनि भन्नुभयो सङ्कष्ट आउनेछ, गाह्रो हुनेछ, अनि तिमीहरूलाई अप्ठ्यारो हुनेछ भनेर प्रभुले स्पष्टसँग भनिसक्नु भएको छ। अनि यो पृथ्वीमा जिउने कुरा प्रियहरू सजिलै कहिले पनि हुँदैन। हामी प्रभुमा भए पनि सजिलो जीवन हामी जिउँदैनौँ, अनि प्रभुमा भए पनि हामी गाह्रो कुराको सामना गर्नै पर्छ, अप्ठ्यारो
परिस्थितिको सामना गर्नैपर्छ। तपाईँ र म परिश्रमी हुनैपर्छ, तपाईँ र म मेहनतिलो हुनैपर्छ, तपाईँ र म इमान्दार हुनैपर्छ। हामी पनि कतिपटक ठगिनुपर्छ, कतिपटक हामीलाई झुटा मुद्दा आरोपहरू पनि लाग्न सक्छन्, हामीलाई मानिसहरूले लुट्न सक्छन्, मानिसहरूले हामीलाई गिल्ला निन्दा गर्न सक्छन्, किनभने यो संसार त्यस्तै छ। संसार गाह्रो छ, संसार अप्ठ्यारो छ, संसार चाहिँ साह्रै गरिकन एकदमै सबैतिर भ्रष्ट भएको छ। तर प्रियहरू यो संसारमा पनि हामी विजयी भइकन जिउने हो भने यो संसारले हामीलाई बजारिँदै गर्दाखेरि यी संसारका सबै किसिमका रहन सहनका कुराहरू, धनीले गरिबलाई थिचोमिचो गर्ने कुराहरू, शिक्षितले अशिक्षितलाई तिरस्कार गर्ने कुराहरू, अनि धेरै कुराहरू, जातभातका अनि छुवाछुतका कुराहरू, अनि विभिन्न किसिमका सबै किसिमका यो संसारमा भइरहेका अभ्यास भइरहेका त्यो सबै परम्पराहरू, राजनीतिक अस्थिरताहरू, अनि विभिन्न किसिमका यो आर्थिक उचाइ, अनि यो तालमेल नमिलेको कुराहरू, यी सबै कुराले मानिसको जीवनलाई एकदमै अप्ठ्यारो बनाएको छ। शान्ति छैन, आनन्द छैन, आशा छैन, अनि भरोसा छैन, सबैतिर अन्योल छ अनि अँध्यारो छ, अनि चारैतिर अन्धकार छ। अनि यो अन्धकारको बाटो भएर अनि यी अँध्यारोको सबै कुरालाई हामीले ती सबै कुराको साँचो सामना गर्दै हामी चल्नुपर्छ, किनकि यही पृथ्वीमा, यही अँध्यारो पृथ्वीमा हामी जिउँछौँ। तर पनि हामीसँग ज्योति प्रभु हुनुहुन्छ अनि परमेश्वरको वचन हामीसँग छ। एकपल्ट प्रभु हामीसँग नहुनु हुँदाखेरि हामी अँध्यारोमै बिना लाइट, बिना पनि कुनै पनि प्रकाश हामी चल्नु पर्थ्यो। तर अहिले यो संसार अँध्यारो छ अनि हामी अँध्यारोमा हिँड्दाखेरि पनि हामीसँग प्रभु येशू अनि उहाँको वचन जो ज्योति हुनुहुन्छ अनि उहाँ हामीसँग भएको कारणले गर्दाखेरि अब फरक तरिकाले हामी हिँड्छौँ। तर परमेश्वरको वचन यहाँ प्रभुले भन्नुभएको कुरा, यदि परमेश्वरको वचनलाई हामी सुनेर पालन गरेनौँ भने त हामीसँग ज्योति हुँदैन अनि हामी अँध्यारोमा हिँड्दाखेरि हामी लड्छौँ, ठेस लाग्छ, अनि संसारका यी सबै रहन सहन अनि यी सबै किसिमका रीतिरिवाजहरू, अप्ठ्यारो कुराहरूले हामीलाई च्याप्दै अनि हामीलाई घेचोड्दै अनि हामीलाई थिच्दै, हामीलाई दबाउँदै हामीलाई निसासिनसम्म त्यस्तो अप्ठ्यारो अवस्थामा लैजाँदछन्। तर जब हामी परमेश्वरको वचन सुन्छौँ अनि पालन गर्छौँ प्रियहरू, अनि यो संसारलाई चिर्दै जाने कुरा, संसारमा भएका सबै कुरासँग जुझ्दै जाने कुरा, यो अप्ठ्यारो गाह्रो संसारमा पनि हामीमा आशा, आनन्द र शान्ति अनि बल र भरोसा अनि विजयको जीवन हामी जिउन सक्छौँ। त्यो चाहिँ चट्टानमाथि बसालिएको जगको घरको व्याख्या प्रभुले गर्नुभयो, एउटा बुद्धिमानको कुरा प्रभुले गर्नुभयो। त्यस्तो खालको बुद्धिमानिता अनि त्यो बलियो गरिकन जग बसालेर बनाएको घरको कुरा प्रभुले यहाँनिर गर्नुभएको हो। यहाँ तपाईँ र मलाई परमेश्वरले प्रियहरू त्यो ढलेर जाने, चौपट भएर जाने, नष्ट भएर जाने घर बनाउने मूर्ख जस्तो हुनको लागि, त्यस्तो खालको जिउनको लागि परमेश्वरले बोलाउनु भएको होइन। अर्थात् प्रियहरू तपाईँ र म वचन मात्रै सुन्ने, पालन नगर्ने, अनि परमेश्वरको वचन पालन नगर्ने अनि सुन्ने मात्रै गरेर आफूलाई धोका दिने, अनि सानो सानो संसारका कुराहरूमा पनि हैरानी हुने, सानो सानो परिस्थितिले पनि हामीले हल्लाइने, अनि सानो सानो कुराले पनि ओ प्रभु तपाईँ हुनुहुन्न, तपाईँ हुनुहुन्छ कि हुनुहुन्न, तपाईँ कहाँ हुनुहुन्छ, मलाई हेर्नुहुन्न, तपाईँ एकदमै निष्ठुर हुनुहुन्छ, तपाईँ कस्तो प्रभु आँखा चिम्लनुहुन्छ, तपाईँ कहाँ हुनुहुन्छ, के हुनुहुन्छ भनिकन प्रश्न गर्ने खालको त्यस्तो खालको बालक विश्वासको जीवन जिउनलाई अनि गणको जीवन जिउनको लागि परमेश्वरले हामीलाई बोलाउनु भएको होइन। फेरि तपाईँ र म बढ्दै जानको लागि, अनि तपाईँ र मेरो जुन घर चाहिँ साँच्चै गरिकन चट्टानभन्दा पनि अझ बलियो चट्टानमाथि, वचनको आधारमाथि तपाईँ र म बनिनको लागि परमेश्वरले हामीलाई बोलाउनु भएको हो। इसाई हुने बित्तिकै सबै कुरा बदलिने, सबै संसारै बदलिने, हाम्रो सबै अवस्था बदलिने, हामीमा एकदमै बल ताकत भरेर आउने अनि एकदमै सबै कुराहरू अचम्म तरिकाले हुने कुरा होइन प्रियहरू। हामी यही संसारमा जिउँछौँ अनि संसारका मानिसहरू जसरी जिएका छौँ हामी पनि त्यस्तै, उनीहरूले जे खान्छन् हामी पनि त्यस्तै खान्छौँ नि। कति कुराहरू उनीहरूले नखाने कुराहरू खान्छन्, नलाउने कुराहरू लगाउँछन् अनि नगर्ने कुराहरू गर्छन्, तर पनि साधारण रूपमा हाम्रो कति कुराहरू हामीले एउटा उनीहरूले पनि गर्ने अनि हामीले पनि गर्ने त्यो एउटा त्यस्तो आधारभूत कुराहरू छन् जो हामीले पनि खानुपर्छ बाँच्नको लागि। जस्तो मानिसहरूले संसारमा खाने गर्दछन् हामीले पनि पिउनुपर्छ, उनीहरूले पनि पिउने, पानी पिउँछौँ जसरी उनीहरू पनि पिउने कुराहरू, हामी पनि घरमा बस्नुपर्छ, उनीहरू पनि घरमा बस्छन्, हामीले पनि कपडा लत्ता लगाउनुपर्छ, उनीहरूले पनि कपडा लत्ता लगाउँछन्, हामीले पनि काम गर्नुपर्छ, उनीहरूले पनि काम गर्छन्, परिश्रम गर्नुपर्छ, उनीहरूले पनि परिश्रम गर्छन्। प्रिय हाम्रो जीवन अनि यो संसारको जिउने कुरा, संसारको यात्रा त मानिसहरूले
जसरी जुन बाटोमा उनीहरू हिँडिरहेका छन् त्यही बाटो, त्यही बस अनि त्यही गाडीहरू हामी चल्छौँ नि, त्यही कुराहरू, धेरै कुराहरू हाम्रो मिल्दोजुल्दो कुराहरू छन्। अनि ती कुराहरूमा हामी चल्नुपर्ने, जिउनुपर्ने। अनि यो सबै संसारमा जिउँदै गर्दाखेरि गाह्रो अप्ठ्यारो निश्चय हुन्छ प्रियहरू। तपाईँहरू मेरो जीवनमा गाह्रो अप्ठ्यारो कुराहरू निश्चय हुन्छ। तर त्यो गाह्रो अप्ठ्यारो कुराहरूले हाम्रा सबै परिस्थिति र सताव र खेदोले तपाईँहरू मेरो विश्वासको जाँच गर्दछ। तपाईँ र म वचनमा छौँ कि छैनौँ भन्ने कुराको जाँच गर्दछ। अनि त्यहाँबाट जाँच गर्ने मात्रै होइन, ती सबै कुरामाथि विजय पाउनको लागि तपाईँ र मैले वचनलाई सुन्ने अनि पालन गर्ने हुनैपर्छ। तपाईँ र म वचन सुन्ने अनि पालन गर्ने हुनैपर्छ। अनि मात्र हामी स्थिर हुन सक्छौँ अनि हामी यो संसारलाई पनि विजयबाट हेर्न सक्छौँ, माथिका कुरा हेर्न सक्छौँ। परमेश्वर मसँग हुनुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। परमेश्वरको सामर्थ्यले, परमेश्वरको वचनले मलाई डोर्याउँदछ, परमेश्वरको वचनले मलाई ढाड्छ अनि मलाई सिकाउँछ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अन्यथा हामी निराश, हैरान अनि संसारको मानिसभन्दा पनि अझ दयनीय जीवन हामी जिइरहेका हुन्छौँ। किनकि यो रहस्य, यो कुञ्जीलाई हामीले थाहा नपाउँदाखेरि, यो गम्भीर कुरालाई हामीले यो कुरालाई बुझ्न नसक्दाखेरि हामी विश्वासीहरू भएर पनि, विजयको जीवनमा जिउन बोलाइएकाहरू भएर पनि विश्वास नगर्नेहरू अन्य जातिहरूभन्दा पनि अझ दयनीय अनि अझ दर्दनाक अनि अझ विचारको जीवन हामीले जिइरहेका हुन्छौँ। यसकारण परमेश्वरले हामीलाई एउटा आत्मिक स्तरबाट अर्को आत्मिक स्तरमा लैजानको लागि उहाँले हामीलाई वचनको प्रशस्ततामा हामीलाई हुर्काउँदै गर्नुभएको छ। अनि परमेश्वरले हामीलाई वचनको एउटा सहकालमा हामीलाई चलाउँदै अनि डोर्याउँदै गर्नुभएको छ। अनि परमेश्वरलाई सबै कुराबाट महिमा भएको होस्। अनि हामी वचन सुन्ने मात्रै होइन तर वचन पालन गर्ने, अनि वचन पालन गरेर हामी मूर्ख होइन तर बुद्धिमान मानिस भएका छौँ। अनि बुद्धिमान मानिसको जीवन हामी जिइरहेका छौँ भन्ने कुरा हेर्न, देख्न अनि चाख्न परमेश्वरले हामीलाई मौका दिइरहनु भएको छ। अनि हामीमाथि परमेश्वरको निगाह निरन्तर रहिरहन सकोस्। अनि आज तपाईँको परिस्थितिले तपाईँलाई जाँच्दै गर्दा, अप्ठ्यारो कुराहरूले तपाईँलाई जाँच्दै गर्दाखेरि हैरान नहुनुहोस्, हरेस नखानुहोस्। प्रभु तपाईँसँग हुनुहुन्छ, प्रभुको वचन तपाईँसँग छ। अनि प्रभुको वचनमा हामी वचन सुन्ने अनि वचन पालन गर्ने जीवन जिउनको लागि प्रभुले हामीलाई सिकाउँदै हुनुहुन्छ अनि तालिम दिँदै हुनुहुन्छ। दुःख आउँछ, जान्छ, अप्ठ्यारो कुराहरू आउँछन्, जान्छन्। यदि तपाईँ र म आफ्नै बलमाथि भरोसा नगरिकन परमेश्वरको वचनमाथि हामी भरोसा राखेका छौँ, परमेश्वरको वचन सुन्ने र पालन गरेका छौँ भने ती सबै कुराहरू आउँछन्, जान्छन् अनि आउँछन् अनि जान्छन्, आउँदै गर्छन्, जाँदै गर्छन्, ती बजारिँदै गर्छन्। तर हामी ढल्दैनौँ, हामी त्यो धिर्मिराउँदैनौँ। तर ती सबै कुराहरू आफै ती हामीमाथि बजारिँदै यी सबै कुराहरू निष्क्रिय हुँदै जान्छन्। अनि तपाईँ र मेरो जीवनबाट परमेश्वरको ठुलो महिमा, परमेश्वरको प्रशंसा तपाईँ र मेरो जीवनबाट हुँदछ प्रियहरू। अनि त्यो साक्षी, त्यो गवाहीको जीवन जिउनको लागि परमेश्वरले हामीलाई बोलाउनु भएको हो। अनि हामी त्यो बोलावटमा उभिन सकौँ। हालेलुया। आउनुहोस् हामी छोटो प्रार्थना गरेर परमेश्वरको जीवित वचनलाई यहीँ शेष गर्नेछौँ। धन्यको जीवित अनि दयालु परमेश्वर, तपाईँलाई हामी महिमा दिन्छौँ, तपाईँको प्रशंसा गर्छौँ। सबै अप्ठ्यारो परिस्थितिमा, सबै कुराको सामना गर्दाखेरि हाम्रो विश्वासको परमेश्वर गहिराई अनि हाम्रो विश्वासको त्यो स्तर जाँचको कुराहरू आउँदाखेरि हामी साँच्चै परमेश्वर तपाईँको वचनमा उभिएर साँच्चै विश्वासमा हामी उभिन सकौँ। तपाईँ परमेश्वरले निगाह अनि कृपा गर्नुहोस्। हालेलुया। सबै कुराको लागि धन्यवाद। अनि हामीलाई सधैँ सहायता गर्नुहोस् जसरी गर्नुभएको छ, हामी यही प्रार्थना गर्छौँ। धन्यवाद परमेश्वर। सबै बिन्ती प्रार्थना चढाउँछौँ तपाईँको जीवित अनि पवित्र नाउँमा, येशू प्रभु तपाईँको शक्तिशाली नाउँमा। आमेन, आमेन। हुन्छ, परमेश्वरले तपाईँ सम्पूर्णलाई प्रशस्तै आशिष गर्नुभएको होस्। आमेन।